नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। धनुषाको जनकपुर धाममा एकजनाको शव फेला परेको छ। जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 17 कटरेतका 33 वर्षीय रामरतन मुखियाको शव फेला परेको हो। आज बिहान मुखियाको शव घरभन्दा 500 मिटरको दूरीमा फेला परेको थियो। मुखिया मंगलबार रातिदेखि बेपत्ता थिए। प्रहरले घटनाको अनुसन्धान सुरु गरेको छ। घटनाको सूक्ष्म अनुसन्धानका लागि हेटौडाबाट कुकुरसहितको डग टोली सप्तरीमा भन्सार छलिएका कपडा बरामद गरेको छ। सप्तरीको तिलाठी कोइलाडी नगरपालिका वडा नम्बर 2बाट करिब 1,40,000 बराबरको रेडिमेड कपडा बुधबार बिहान प्रहरले बरामद गरेको छ। भन्सार चोरी निकासी नियन्त्रणको लागि प्रहरी चौकी तिलाठी सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो। उक्त कपडा लिई आउने मानिसहरू प्रहरी गस्ती टोलीलाई देखिएपछि कपडा छाडी भागिरहेको हुँदा प्रहरले आवश्यक अनुसन्धान गरिरहेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रहरी नायब परीक्षक दानबहादुर थापाले जानकारी दिए। जनकपुर ल्याउन लागि छ। मुखिया फर्निचर मिस्त्री थिए। प्रदेश नम्बर 2 का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राईले प्रदेशका विविध समस्यालाई ध्यानमा राखेर नीति बनाउन केन्द्रित सरकारलाई आग्रह गर्नुभएको छ। जनकपुर धाममा आज केन्द्रीय वन तथा वातावरण मन्त्रालयले गरेको जलवायु परिवर्तन नीति 2066 को समीक्षा तथा नयाँ जलवायु समिति सम्बन्धी गोष्ठीमा मन्त्री राईले राज्यले बनाउने नीतिहरूमा आफूहरूले दिने सल्लाहलाई व्यवस्था गर्ने गरेको गुनासो गर्नुभयो। उहाँले प्रदेश सरकार पनि स्वीकार गर्न बाध्य हुने नीतिहरू बनाउन केन्द्र सरकारलाई सुझाव पनि दिनुभयो। यहाँबाट त सुझाव त हामी दिन्छौँ, लेकिन संघीय सरकारको आफ्नो खुसी आफू खुसी उहाँहरूले बनाउनुहुन्छ हामीलाई थाहा छ। गरेर देखाउनुपर्छ। समृद्ध नेपाल, सुखी नेपाली, त्यो सबै जङ्गल कटाइदिने, त्यसैले सबै सुखी भइहाल्छ। र हामीहरू पनि वास्तवमा विभिन्न सेक्टरबाट यहाँ आएका छौँ। गोष्ठीमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जलवायु परिवर्तनको असर प्रत्यक्ष तथा उपप्रत्यक्षहरू रूपमा सबै क्षेत्रमा पर्न थालेको भन्दै न्यूनीकरणतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका लागि बनाउने गरिएको नीतिको कार्यान्वयन पक्ष मजबुत हुन नसकेको पनि बताउनुभयो। परिवर्तनलाई हामी रोक्न सकेनौं भने त्यसका ठूला असरहरू हामीहरूलाई परिरहेछ र त्यसको भुतभोगी हामी बनिरहेको स्थितिमा छौं। त्यसकारण जलवायु परिवर्तनप्रति हामीले गम्भीरतापूर्वक चाहिँ सोच्नुपर्छ र यसमा लाग्नुपर्छ भन्ने कुरामा हामी सबैजनाले प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था छ। गर्दाखेरि जलवायु परिवर्तनलाई जुन तीव्र गतिले अगाडि बढिरहेछ त्यसलाई न्यूनीकरण गर्नको लागि हामी सबभन्दा अगाडि चाहिँ जुन वन विनाश भइरहेका छन् त्यो वन विनाशलाई रोक्नुपर्ने स्थितिहरू छन्। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नीति मात्र बनाएर नपुग्ने भन्दै सबैमा जागरुकता आवश्यक रहेको बताउनुभयो। जलवायु परिवर्तनका कारण र यसका असरबारे जागरुकता फैलाउन सके पनि धेरै हदसम्म सफल हुन सक्ने उहाँको भनाइ छ। भोज भतेरमा प्लास्टिक गिलासमा चिया खुवाउने कुरा होस्, त्यस्तै अहिले प्लास्टिककै पातहरू भोजभातमा प्रयोग गरिरहेको अवस्था छ। चाउचाउदेखि गुटखाका जुन प्लास्टिकका झोलाहरू छन्। गोष्ठीमा जलवायु परिवर्तन नीति 2076 को समीक्षा गरिएको छ। साथै नयाँ जलवायु नीतिमा समेट्नुपर्ने विषय र पेरिस सम्झौता बमोजिम तयार गरिने पारदर्शिताको नमुना सम्बन्धमा प्रादेशिक तथा स्थानीय सरकारवालाहरूबाट सुझाव सङ्कलन गरिएको छ। गोष्ठीमा प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरू, विभिन्न कार्यालयका पदाधिकारी, नागरिक समाज, शैक्षिक संस्था र तथा निजी क्षेत्रका प्रतिनिधिहरू लगायतको सहभागिता थियो। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग।
गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको शून्य र विशेष समयमा राष्ट्रिय सभा सदस्यहरूले उठाएका समसामयिक विषयका बारेमा आज बसेको राष्ट्रिय सभाको बैठकमा जानकारी गराउँदै उहाँले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताउनु भएको हो। उहाँले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरूको खोजी भइरहेको तथा अपराधी पत्ता लगाउन नसकिँदा देखाउने प्रहरीमाथि पनि कारबाही भएको जानकारी गराउनुभयो। उहाँले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धित अपराधीलाई कानुनी कठघरामा ल्याइएको बताउनुभयो। गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मृत्युवरण गरेको सर्वसाधारणलाई छिटै शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइरहेको जानकारी गराउनुभयो। उहाँले यातायात क्षेत्रको सिन्डिकेट पनि कानुनी रूपमा अन्त्य भइसकेको भन्दै अन्य क्षेत्रमा देखिएको सिन्डिकेट पनि अन्त्य गर्दै लागिने स्पष्ट पार्नुभयो। राष्ट्रिय सभा सदस्यहरू ब्रिखेश चन्द्र लाल, सरिता प्रसाई, कोमल ओली, अनिता देवकोटा, जितेन्द्र नारायण देव, रामप्रीत पासवान, रामनारायण बिडारी, बिन्दा देवी आले राणाले गृहमन्त्री थापाको व्यक्तित्वमा केन्द्रित रही प्रश्न गरेका थिए। राष्ट्रिय सभा सदस्य बिडारीले बैठकमा निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारमाथि फौजदारी अपराध संहिता अन्तर्गत मुद्दा चलाउनका लागि माग गरिएको स्मरण गराउँदै सो भयो कि भएन भनी प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री थापाले घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारमाथि अनुसन्धान जारी रहेको भन्दै निष्कर्ष आएपछि थप कारबाही गरिने बताउनुभयो। संघीय संसद अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने भएको छ। समितिको आज बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामहरूबारे जानकारी लिन अख्तियार प्रमुख नवीन घिमिरेलाई आगामी आइतबार बोलाउने भएको हो। राष्ट्रिय सभाको यो समितिले दिगो विकास तथा सुशासनको विषयसँग सम्बन्धित सरकारी निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालनको अवस्था, व्यवस्थापनका विषयमा अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने अधिकार राख्दछ। आज बसेको बैठकमा देशमा बढिरहेको भ्रष्टाचार कम गरी सुशासन कायम गर्न अख्तियारले गरिरहेका कामबारे जानकारी लिन प्रमुख घिमिरेलाई बोलाउने निर्णय गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसँग देशमा सुशासनको अवस्था दिन प्रतिदिन बिग्रदै गएको अवस्थामा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न यस आयोगले हालसम्म खेलेको भूमिका, सुशासनका विषयमा देखिएका विद्यमान समस्या तथा समाधानका उपायका निमित्त जानकारी लिने कार्यसूची तय भएको बेहोराबाट विषयवस्तुलाई हल गर्न खोजेको भन्ने हुन्छ। समितिको आजको बैठकले दिगो विकास तथा सुशासन समितिको कार्य योजना पनि पास गरेको छ। सांसद रमेश जङ रायमाझीको संयोजकतामा 7 सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिले देशको दिगो विकास तथा सुशासन सम्बन्धमा सरकारको योजना, सरोकारवाला निकायको भूमिका, नीति तथा कार्यक्रमहरूको अध्ययन गरी आवश्यक परामर्श निर्देशन दिन सक्ने गरी कार्य योजना बनाएको छ। समितिले पहिलो पटक ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनलाई समितिमा छलफल गर्ने योजना पनि बनाएको छ। समितिले राष्ट्रिय गौरवको आयोजनाको विषयमा छलफल गर्नेदेखि राष्ट्रिय योजना आयोग समेतलाई समितिमा बोलाएर छलफल गर्ने कार्यक्रम उपसमितिको कार्ययोजनामा रहेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा सञ्चालित कार्यक्रमहरूबाट वास्तविक किसानले भन्दा बिचौलियाहरूले लाभ लिइरहेको बताउनु भएको छ। कृषि पत्रकार प्रतिष्ठान जोनाको जनजीवन निर्वाचित पदाधिकारीहरूलाई आज बधाई तथा शुभकामना दिँदै मन्त्री खनालले परिश्रम र लगानी बिना नै कृषि क्षेत्रका बिचौलियाहरूले लाभ लिइरहेका बताउनु भएको हो। उहाँले कृषि मन्त्रालयका कार्यक्रमहरू पनि वास्तविक किसानको हितमा हुन नसकेको बताउनुभयो। मन्त्री खनालले ओझेलमा परेको क्षेत्रको रूपमा कृषि क्षेत्र देखिए पनि यसको विकास र प्रबन्धनबाट सरकार पछि हट्न नसक्ने बताउनुभयो। कम महत्त्व र ओझेलमा परेको कृषि क्षेत्र र किसानको पक्षमा अभियान चलाउनु सानो विषय नभएको भन्दै उहाँले कृषि पत्रकारहरूलाई सफलताको शुभकामना दिनुभयो। मन्त्री खनालले पछिल्लो समय सञ्चार माध्यमहरूले कृषिका विषयलाई प्राथमिकता दिने गरेकोमा खुसी व्यक्त गर्नुभयो। गोविन्द शर्माको नेतृत्वमा निर्वाचित 13 सदस्यीय कार्य समितिको कार्यकाल 2 वर्षको हुनेछ। लेखा समितिको बैठकमा महालेखा परीक्षकको प्रतिवेदनमा छलफल सुरु भएको छ। समितिले आज सरकारी संस्थाहरूको बेरोजगारीको अवस्थाका बारेमा छलफल गरेको छ। महालेखा परीक्षकको 55औं प्रतिवेदनमा हालसम्मको बेरोजगारी रकम 5 खर्ब 8 करोड रहेको बताएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक संस्थान तथा विभिन्न समितिहरूको
27 खर्ब 54 अर्ब 37 करोडको लेखा परीक्षण गरिएको थियो। त्यस्तै महालेखा परीक्षकको कार्यालयले 21 सङ्गठित संस्थाहरूको मात्र 5 खर्ब 19 अर्ब 92 करोड बराबरको लेखा परीक्षण गरेको थियो। नेपालका सरकारी संस्थाहरूको बेरोजी हरेक वर्ष बढ्दै गएको प्रतिवेदनले देखाएको छ। सार्वजनिक निकाय तथा यस अन्तर्गतका विभिन्न कार्यालयका लेखा प्रणाली चुस्त नहुँदा बेरुस्त फर्स्यौट चुनौती बन्दै गएको हो। सरकारी संस्थाका लेखा उत्तरदायी व्यक्ति तथा प्रमुख व्यक्तिले बेरुजी फर्स्यौटमा ध्यान नदिँदा पनि अवस्था बिग्राल गएको भन्दै छ। आज समितिको बैठकमा सरकारी संस्थानका प्रमुखहरूको प्रस्तुतिले पनि यसको झल्को दिन्छ। सुचारू रूपले गरौँ। 74-75 को हाम्रो अवस्था वित्तीय विवरण अनुसार 1 करोड 26 करोड रुपियाँ अहिले संस्थान घाटामा छ। बेरोजगारतर्फ हाम्रो केही धेरै त अलिकति सैद्धान्तिक बेरोजगारहरू छन्, केही नीतिगतहरू छन्। त्यसलाई सुधार गर्नको लागि कुनै संस्थानले अहिले हालै चार्टर्ड एकाउन्टेन्टलाई कन्सल्टेन्सीको रूपमा लिएर कार्यविधि बनाउने कार्यहरू सुरु गरिएको छ। महालेखा परीक्षणबाट अमल्याइएका विषयहरूलाई त्यसलाई एउटा चाहिँ अब हाम्रो अलिकति आर्थिक क्षेत्रमा काम गर्ने अनुभवी कर्मचारीको अलिक कमीले गर्दाखेरि हामीले कन्सल्टेन्सी परामर्शदाताबाट कार्यविधि बनाएर कार्य गर्ने सुरु गरिरहेका छौँ। क्याबिनेटले 150 रोपनी जग्गा सेयरमा लगानी गर्नु, बाँकी जग्गा लिजमा दिनु भनेर क्याबिनेटले हामीलाई सहमति दिएको। हामीले एग्रिमेन्ट गर्दा चाहिँ बाँकी जग्गा पनि होटल सञ्चालन भएको 5 वर्षमा 10 लाखको तले तलाई नै दिन्छौँ। यदि 5 वर्षभित्र पनि त्यो होटलमा पास गर्न सकेन भने 49 वर्षभित्र जुनसुकै समयमा 10 लाख रोपनीकै दरले त्यो जग्गा दिन्छु तँलाई भनेर हामीले एग्रिमेन्ट ठोकेर छौँ। अनि यही सब मैले के भनेको थिएँ भने आजको दिनमा पनि 10 लाख रोपनी दिने भन्ने कुरा त संशोधन भएन भने कुनै पनि समयमा त्यो जग्गा जाने भयो। अनि त्यसको अब मूल्याङ्कन नगर्ने त्यो जग्गै फिर्ता लिने भनेर 3.5 वर्षदेखि यही अभियानमा लड्दै आएको मान्छे हो म। र यसको यो बेरुजु भनेको कुरा यो अब यो सार्वजनिक लेखा समितिले योभन्दा अगाडि एउटा हामीले तारागाउँ विकास समितिले अब छानबिन त भन्दिनँ, म पनि सञ्चालन समिति आयातको भएको हुनाले म अध्ययन कार्यदल भनेर एउटा रिपोर्ट दिएको थियौँ हामीले। त्यहाँपछि फेरि मन्त्रालयले एउटा छानबिन गर्नु, त्यसको पनि संयोजक मै थिएँ। अनि त्यसले पनि हामीले एउटा रिपोर्ट दियौँ। दुईटै रिपोर्टको आधारमा अनि हामी अहिले आयातसँग यो स्थिति के हो र त्यो जग्गाको मूल्याङ्कन गर्नु पर्यो र हामीले हालेको जग्गाको दाम अहिले 12 अर्ब हुने र होटेलको अहिले 189 करोड रुपियाँमा 189 भनेको 1 अरब 89 करोडमा होटेलको समग्र पुँजी छ भने हामीले हालेको हिसाबमा त्यो 9% एक भनेको अहिले 189 करोडमा होटेल किन्न पाउँछ समग्र पुँजी त्यसको भयो। तर हामीले हालेको जग्गाको आजको दिनमा मूल्याङ्कन गर्दा 12-13 अरब रुपियाँ छ। अनि यही चाहिँ अहिले आयातसँग र हाम्रो अलिकति त्यस्तो मिसअन्डरस्ट्यान्डिङ चलिरहेको छ र संसदको अन्तर्राष्ट्रिय समितिले पनि एउटा छानबिन कमिटी बनाएको छ यो विषयमा। र माननीयज्यूहरूलाई ज्यूबाट गर्न सकिन्छ कि अथवा मन्त्री परिषदमा जानुपर्ने हो भन्ने विषयमा हामीले फेरि अनुरोध गरेर पठाएका छौँ। त्यसै गरी अन्य विभिन्न जुन आसामीको कुरा छ, आसामीहरूको समय निर्धारण नभएको र भन्ने कुराहरू अहिलेको प्रतिवेदनमा उल्लेख गरियो। सरकारी संस्थानहरूको कार्य सम्पादन कमजोर रहेको भन्दै खर्चमा मित्यव्ययी बन्दै बेरुजी हटाउन प्रधानमन्त्री कार्यालयले समेत निर्देशन दिइरहेको छ। महालेखा परीक्षकको कार्यालयले अनुत्पादनशील क्षेत्रमा कर्जा लगानी भएको बजेट तर्जुमा यथार्थपरक गर्न नसकेको स्रोत सुनिश्चित अन्तर्गत पड्के बजेट निवास गरेको सीमा नाघेर रकमान्तर गरिएको वर्षान्तमा खर्च गरेको भन्दै प्रतिवेदन मार्फत सार्वजनिक संस्थाहरूलाई सचेत पनि गराएको छ। समितिको छलफलमा सहभागी हुनुभएका महालेखा लेखा परीक्षक टङ्कपाणी शर्मा ढङ्गालले सार्वजनिक संस्थाहरूले आफ्नो लेखा व्यवस्था दुरुस्त नराख्ने र महालेखा लेखा परीक्षकको कार्यालयले दिएको निर्देशन समेत पालना नगरेको बताउनुभयो। कर्मचारी खर्च अति बढी, त्यसले गर्दा इकोनोमी र इफिसियन्सी चाहिँ मेन्टेन भएको अवस्था छैन। मैले छोटकरीमा भन्नुपर्दा र कतिपय अवस्थामा संस्थाहरूको अब इफेक्टिभनेसको कुरा अब त्यो चाहिने हो अथवा नचाहिने हो, अहिले राख्नुपर्ने हो अथवा नराख्नुपर्ने हो, कहीँ गाब्नुपर्ने हो अथवा खारेज गर्नुपर्ने हो भन्ने सन्दर्भमा पनि केही चाहिँ नीतिगत निर्णयहरू लिनुपर्ने जस्तो पनि देखिएको छ।
सरकारी संस्थानको कार्य सम्पादन व्यवस्था कमजोर, त्यसको भार अर्थ मन्त्रालयमा परेको छ। महालेखा परीक्षकको कार्यालयको 55औं प्रतिवेदन अनुसार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयमा बेरुजी देखिएको छैन। सरकारी कार्यालयतर्फ सबैभन्दा बढी बेरुजी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको छ। यस मन्त्रालयको मात्र बेरुजी कुल बेरुजीको 22.43% छ। नेपाल एलपी ग्यास उद्योग संघले माग सम्बोधन नभए सम्पूर्ण एलपी ग्यास उद्योगीहरू पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आज राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रमबारे जानकारी गराएको हो। संघले फागुन 28 गतेदेखि मुलुकभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरू बन्द गर्ने र 30 गतेदेखि सम्पूर्ण ग्यास विक्रेताहरूबाट ग्यास बिक्री वितरण ठप्प पार्ने जनाएको छ। संघले फागुन 16 गतेसम्म माग सम्बोधन नभए 17 गतेदेखि एलपी ग्यासको पिडिओ खरिद ठप्प पार्ने, सबै रिफाइनरीहरूबाट एलपी ग्यास लोडिङ बन्द गर्ने, एलपी ग्यास लोड भएका बुलेटहरू भन्सार नाकाबाट नछुट्याउने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ। संघका अध्यक्ष गोकुल भण्डारीले अनधिकृत उद्योग इजाजत, नेपाली बुलेट सञ्चालनमा ढिलाइ, बिमा लगायतका माग अझै सम्बोधन हुन नसकेकाले आफूहरू काम ठप्प पार्न बाध्य परेको बताउनुभयो। नेपालमा धेरै भयो। यो सबै चिजलाई मध्यनजर गरेर अब नयाँ उद्योगहरूलाई चाहिँ लाइसेन्स दिन हुँदैन भनेर चाहिँ एउटा निर्णय पनि गरेको छ संसदीय समितिले। तर हामी सुन्छौँ उद्योगहरू बनिरहेका छन्। आइलिगसँग कुराकानी गर्दाखेरि हामीलाई जानकारी छैन भन्नुहुन्छ, उद्योगहरू बनिरहेका छन्। यसरी चाहिँ अवैध रूपमा चाहिँ लाइसेन्स बाँड्ने काम पनि भइरहेछ। यसले गर्दाखेरि चाहिँ भइरहेका उद्योगहरू चाहिँ धराशायी हुने स्थिति त छँदैछ र नयाँ आउने उद्योगहरूको पनि चाहिँ स्थिति राम्रो रहँदैन। यी कुरामा पनि चाहिँ हामी चाहिँ विशेषमा जोड दिन चाहन्छौँ। अर्को मेजर कुरा गर्ने भने त यो नेपाली बुलेटको कुराकानी गर्ने भने हामी त चाहिँ यति चाहिँ आत्तिसकेका छौँ कि अब राज्यले नै नेपाली बुलेटको आवश्यकता छ भनेर चाहिँ सूचना जारी भयो। सूचनाकै आधारमा चाहिँ उद्योगीहरूले चाहिँ निवेदन दिएर चाहिँ निवेदन शुल्क बुझाएर प्रति चाहिँ बुलेटको चाहिँ 15,000 का दरले चाहिँ शुल्क 1 करोडभन्दा बढी चाहिँ हामीले शुल्क बुझाएका छौँ। त्यो शुल्क बुझाएर चाहिँ आज चाहिँ यो स्थितिमा आउँदाखेरि 53वटा बुलेटहरू चाहिँ भारतमा चाहिँ अल्पत्र भएको। संघले ग्यास उद्योगका सञ्चालन खर्च र विक्रेता विद्रोहहरूको कमिसन निर्धारण गर्न संघको प्रतिनिधि रहने गरी छुट्टै समिति गठन गर्नुपर्ने र सो समितिको सिफारिस अनुसार प्रत्येक वर्ष कमिसन खर्च समायोजन हुनुपर्ने, ग्यास उद्योग सञ्चालनका लागि अधिकृत रूपमा दिएका इजाजत, सम्बन्धन तथा अनुमति पत्र तत्काल खारेज गर्नुपर्ने, तर तराईका सबै स्थानहरूका लागि एउटा मूल्य कायम गर्नुपर्ने माग गर्दै आएको छ। त्यस्तै गरी संघ र इन्डो नेपाल ब्लक ट्रान्सपोर्ट एसोसिएसन बीच 2073 असोज 2 गते ग्यास आयातमा नेपाली बुलेट मात्र सञ्चालनमा ल्याउने भनी सम्झौता भएको भन्दै सोको तत्काल कार्यान्वयन गर्न कूटनीतिक पहल गर्न माग गरेको छ। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। सिरहामा अलग अलग स्थानबाट जबरजस्ती गर्ने गरेको अभियोगमा 2 जना पक्राउ परेका छन्। सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर 13 भोरलेनी बस्ने 14 वर्षीय बालिकालाई जबरजस्ती गर्ने गरेको अभियोगमा सोही नगरपालिका वडा नम्बर 13 खजनपुरका 24 वर्षीय श्रीराम यादवलाई आज बिहान प्रहरले पक्राउ गरेको छ। सोही नगरपालिकामा रहेको चण्डेरा जंगलमा दाउरा टिप्न गएको अवस्थामा निज बालिकालाई 7 गते मंगलबार साँझ जबरजस्ती गर्ने गरी भागेको आरोपमा यादवलाई इलाका प्रहरी कार्यालय सिरहाको विष्णुपुर कट्टीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पठाएको छ। त्यस्तै गरी सिरहा गोलबजार नगरपालिका वडा नम्बर 10 घुर्मीघाट बस्ने 12 वर्षीय बालिकालाई जबरजस्ती गर्ने गरेको अभियोगमा सोही नगरपालिका बस्ने अन्दाजी 21 वर्षीय दीपक राईलाई मंगलबार दिउँसो प्रहरले पक्राउ गरेको छ। घरमा कोही नभएको अवस्थामा निज बालिकालाई जबरजस्ती गर्ने गरेको भने सूचना प्रहरलाई प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय सिरहाको गोल बजारबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो। दुवै घटना सम्बन्धमा प्रहरले थप अनुसन्धान गरिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि धरना दिन गएका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरूलाई प्रहरले नियन्त्रणमा लिएको छ। बढ्दो भ्रष्टाचारको विरोध गर्दै तुल ब्यानर प्ले कार्ड सहित आयोगका कार्यालय रहेको टंगालमा धरना दिन गएका विवेकशील साझा पार्टीका 30 जना बढी नेता कार्यकर्ता प्रहरी नियन्त्रणमा परेका हुन्। धरना
दिन गएका विवेकशील साझा पार्टीका अख्तियार सानो माछा मात्र होइन ठूलो पनि समाउ वाइट बडी काण्ड सुन काण्ड एन्सेल काण्ड 4G काण्ड स्विस काण्ड लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए। शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विवेकशील साझाले भत्सर्ना गरेको छ। पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ। विवेकशील साझा पार्टीले फागुन 14 गते पूर्ण अख्तियारको कार्यालय अगाडि प्रदर्शन गर्ने भएको छ। सोही दिन अख्तियारका प्रमुख आयुक्तलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि रहेको विवेकशील साझा पार्टीले बताएको छ। अस्ट्रियाका विदेश मन्त्री करिना किनाइसल 13 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपालका 3 दिवसीय भ्रमणमा बिहिबार राजधानी काठमाडौँ आउँदैछन्। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले मैत्रीपूर्ण नियन्त्रणमा उनी आउन लागेको हुन्। अस्ट्रियाबाट विदेश मन्त्री अख्तियारमा भ्रमण 30 वर्षपछि हुन लागेको हो। भ्रमणका क्रममा नेपाल र अस्ट्रियाबीच प्रतिनिधि मण्डल स्तरीय बैठक हुनेछ। दुवै देशका परराष्ट्र मन्त्रीको नेतृत्वमा हुन उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका बारेमा क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्त्वका अन्य विषयमा पनि विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेश मन्त्री किनाइसलले शिष्टाचार भेट कार्यक्रम छ। साथै उनी परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछन्। उक्त प्रतिनिधि मण्डलमा 5 पत्रकार समेत छन्। नेपाल भ्रमण वर्ष सन् 2020 का सन्दर्भमा नेपालको प्रचार प्रसार गर्न अस्ट्रेलियाली सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।